Hello everyone, welcome back to my channel. आज चाहिँ हामी कहाँ आएको जस्तो लाग्यो होला। आज चाहिँ हेलो हामी चितवन नेसनल पार्क आएको अनि भिडियो इन्ट्री गर्नुभन्दा अगाडि मैले हेलो गाइस हामी भनेर चाहिँ आज इन्ट्री गरेको। म्युजियममा आएको अनि त्यसपछि आज चाहिँ चितवन नेसनल पार्क आइसकेपछि म्युजियममा नगएको जस्तो कुरै भएन। त्यही भएर छिरेको यति धेरै कुरा रहेछ नि, म त आफै छक्क परेँ कि त्यति धेरै कुरा थियो यहाँनिर होइन। अनि मलाई सबै मन पऱ्यो तर डर पनि लागिरहेको थियो कि। अनि यहाँबाट हामी इन्ट्री गरिसकेपछि हामीले धेरै कुरा देख्यौँ है। डिफ्रेन्ट काइन्ड्स अफ के डिफ्रेन्ट भेराइटीहरूको एनिमल्सको हुन्छ नि बडीहरू थियो है। एकदम धेरै थियो यहाँनिर चाहिँ। यो चाहिँ एकदम डरलाग्दो, यो रियल है। त्यो चाहिँ यो पनि रियल छाला रहेछ होइन बाहिरको। आई लाइक इट के एकदम बवाल थियो के। अनि त्यहाँबाट बाहिर जाने हो होइन गेटबाट। अनि हामी बाहिर आइसकेपछि हामी चाहिँ त्यसपछि हामी जङ्गलको लागि जङ्गलभित्र यहाँनिर जानुभन्दा अगाडि हामीले फोटोहरू खिच्यौँ। यस्तो हावा फोटो आएको थियो। अनि हामी गयौँ बाहिर गइन्छ अगाडि अनि अगाडि को होला जस्तो लाग्यो होला। यो चाहिँ टुरिस्टहरू होइन। अनि यहाँनिर हामी हात्ती भएको ठाउँमा आइपुग्यौँ। बाहिर बहिनी चाहिँ पुरै के हामी योभन्दा अगाडि आएको जस्तो गरेर पुरै साथ गइरहेको थियो। अनि हामी पछाडि थियौँ, कस्तो धुलो उडाएको के। अनि यो हात्तीहरू पनि मान्छेले लजाउँछ जस्तो लाग्यो मलाई चाहिँ। मान्छेहरू सबजना यति थियो होइन। अनि हात्ती चाहिँ उता फर्किरहेको रहेछ भने अनि उता भएको बेला चाहिँ यता फर्किनु नफर्क्यो क्या। रमाइलो भइरहेको थियो होइन। अनि त्यसपछि हामी फेरि यता अर्कोपट्टि गयौँ। अनि त्यहाँ गएपछि अनि फेरि हेरेको फेरि अरू पनि रहेछ। त्यहाँनिर टुरिस्टहरू हुन्थ्यो होइन। अनि गाइडरहरू पनि हुँदो रहेछ है। एकदम मजा आएको थियो। अनि यो चाहिँ यहाँ चितवन नेसनल पार्क हो। अनि हामी फर्केर फेरि सौराहा गयौँ। अनि त्यहाँ गइसकेपछि हामीले सुरुमा चाहिँ आफ्नो गाडीहरू राख्यौँ मोटर गाडीहरू गएर अनि हामी जाने भयौँ।